है। आज एकदमै धेरै पछि पोजिटिभमा आएको टेम्परेचरको सदुपयोग गर्ने भनेर अनि प्लस हामीसँग भएको यो बाइकको सदुपयोग गर्ने भनेर सो जानको लागि बाइकिङ गर्न जानको लागि म रेडी हुँदैछु साथीहरू है। अहिलेको तापक्रम रहेको छ 12 डिग्री सेल्सियस अनि लगातार अलमोस्ट एक हप्ता जस्तो नेगेटिभमा थियो टेम्परेचर, -10, -20 त्यस्तो थियो टेम्परेचर अनि एकदमै चिसो थियो। त्यो कारणले आज म कामबाट अलिकति छिटो आएर भए पनि बाइकिङ गर्ने भनेर मेरो बाइक बाटोमा लिएर आइसकेको छु। अब यो बाइक लिएर चाहिँ म टक्क ट्रेलमा जान्छु अनि ट्रेलमा गएर अनि आधा घन्टा जस्तो बाइक चलाइसकेपछि चाहिँ फर्किन्छु। म चाहिँ अब के अरे 2 मिनट घरबाट हिँडिसकेपछि चाहिँ यो मोप्याक ट्रेल भन्ने आउँछ यहाँनिर, त्यहाँनिर आइपुगेँ। यो हो मोप्याक ट्रेल। यो ट्रेलमा मैले आजभन्दा अगाडि 80 किलोमिटर जस्तो चलाएको छु यही ट्रेलमा, यतादेखि पूर्वतिर गएर अनि एक दिनमा चलाएको 80 किलोमिटर अनि बारम्बार सानो यताउता चाहिँ साइक्लिङ गरिरहेको हुन्छु। यो घरबाट एकदम नजिक पनि छ अनि यो ट्रेलबाट नै यहाँबाट अर्को नजिकको सहर ओमा छ, त्यहाँसम्म जान्छ क्या यो ट्रेल। हामीलाई चाहिँ 50 मिनट लाग्छ। सेरोफेरोमा 80 किलोमिटर जति टाढा होला। 80 किलोमिटर टाढा ठाउँ चाहिँ यहाँबाट साइकलको मात्रै बाटो छ है। बिचमा अलिकति खाली ग्यापहरू छ, तर त्यो ग्यापमा पनि साइक्लिङ ट्रेल भेटाउनलाई कहाँबाट कहाँ जाने भनेर बाटो नै छ होइन। अनि यो मोप्याक ट्रेल चाहिँ कस्तो राम्रो सिनरीहरू, रुरल नेब्रास्काको सानो ठाउँहरू बिचमा कनेक्टिङ हुन्छ। अनि म चाहिँ अहिले साइक्लिङ गर्दैछु। यहाँ मान्छेहरू साइक्लिङ बाहेक अरू रनिङहरू यताउता गर्ने मान्छेहरू पनि देख्नुहुन्छ होला तपाईँले अब है। यहाँ चाहिँ यस्तो शान्त गजबको छ वातावरण। यो ट्रेलको यता साइडमा चाहिँ घरहरू पनि छन्। कस्तो मजा लाग्छ मलाई यस्तो घरहरू आसपासमा बस्न पाएपछि त ट्रेलमा निस्केर रनिङ पनि गर्न पाइयो भन्ने लागिरहेको हुन्थ्यो मलाई। अनि यहाँ चाहिँ मान्छेहरू साँझको समयमा चाहिँ कुकुरहरू डुलाउँदै हिँड्दै गर्ने पनि चलनहरू हुन्छ है त। पनि यो बाटो मेन बाटो छ, तर बाटो क्रस गरिहालौँ कोही नआउँदै भनेर मैले त क्रस गरिदिएँ। अगाडिको साइक्लिस्टले पनि क्रस गरे अनि त्यही भएर सेफ छ भनेर क्रस गरेको। नत्र युजली त्यो लाइटहरू बन्द हुन्छ। हेर्नु यस्तो बस्तीहरू छ यतातिर चाहिँ यो पुरै ट्रेल छ है। अनि चलिरहेछ है। म पनि बाइकिङ गर्दैछु। बाइकिङमा पनि कता यताबाट आउने र उताबाट आउनको लागि यो येल्लो मार्किङ्सहरू छ। मजा लाग्छ मलाई यो ट्रेल चाहिँ बाइकिङ गर्नलाई। मैले हिल गर्नुपर्ने थियो, तर अर्को मान्छेले चाहिँ मलाई जा त भनेर भन्यो अनि म चाहिँ यहाँ आइपुगेको छु। केही समय भएको छ बाइकिङ गरेको। मलाई चाहिँ धेरै टाढो जान मन छैन, यही नजिकको पार्कसम्म जान्छु अनि पार्कतिर घुमेर फर्किन्छु। बेथनी पार्कमा आइसकेको छु। ल देख्न सक्नुहुन्छ त्यहाँ डाइनोसरले साइकल चलाइरहेछ है। ल हेर्नुहोस् त्यहाँनिर पुल छ। म चाहिँ यसो यत्तिकै गरेको। पुलमा चाहिँ बरफ पग्लिन अझै बाँकी छ। धेरै ठाउँमा चाहिँ बरफ पग्लिसक्यो। यस्तो ठाउँहरूमा खासै धेरै घाम नलाग्ने भएको कारणले बरफ पग्लेको छैन होला। हेर्नु बरफ अझै पनि बाँकी छ। स्क्वायरल पनि त्यहाँ घुमिरहेको छ। यता ठुलो स्क्वायरलले चाहिँ आजको तातो मौसमलाई चाहिँ खेर जान नदिने भनेर एकदमै यसको युटिलाइजेसन भइरहेको छ है। यहाँ मान्छेहरू चाहिँ डिस्क गल्फ भन्नुहुन्छ। त्यो डिस्कलाई चाहिँ चुची घुमाउँदै फालेर यो रिङहरूमा पसाउनेवाला गेम हो डिस्क गल्फ चाहिँ। म यो पार्कमा पहिला पनि आइसकेको थिएँ। ग्रेग भन्ने हाम्रो घरमा बिग्रेका कुराहरू बनाउने एउटा बुढा छ, उसँग चाहिँ मेरो सानो दोस्ती थियो। उसले चाहिँ डिस्क गल्फ मन पराउँछ अरे अनि त्यही भएर उसले
खेलौँला भनेर आएको थियौँ हामी, तर त्यो दिन चाहिँ हामीले म्युजिक मात्रै सुनेर गयौँ। अनि आजको दिनको मेन कारण जुन घाम थियो, त्यो घाम चाहिँ अहिले टलक्क देखेको छ उतातिर पारितिर। अब चाहिँ 20 मिनट जस्तो भएको कारणले गर्दाखेरि अब म आफ्नो बाटो फेरि फर्किने बाटोतिर लागेँ है त। लास आज मलाई मात्रै होइन, तातो आकाशमा चराहरूलाई पनि तातो लागेको छ। देखिन्छ कि देखिँदैन यसमा, तर धेरै चराहरू उडिरहेछन्। नयाँ घरको खोजीमा होला है। स्क्वाइरल त जहिले हो चिसोमा पनि आइरहेको हुन्छ। यो चाहिँ मेरो फेभरेट जनावर भएको छ, किनकि यसलाई देख्न पाइराखिन्छ नि त समय समयमा। चिसोमा अरू केही हुँदैन, सेतो हिउँ परेको बेलामा पनि देखिरहेको छ। त्यही भएर चाहिँ मेरो फेभरेट भएको छ। अनि क्युट पनि हुन्छ, मुखमा सबै अटे जतिको सबै चिजहरू राख्छ। म जस्तै कहिलेकाहीँ भोगाएको बेला। ल यो फेरि मेरो आज नयाँ गोप्रोको टेस्ट पनि हो। कस्तो हुँदो रहेछ त गोप्रो समातेर हिँड्न, यसलाई कस्तो माउन्टहरू चाहिँदो रहेछ, माउन्टहरू चाहिँदो रहेछ कि चाहिँदो रहेछ, आफै यत्तिकै समातेर इजी हुँदो रहेछ कि कसरी इजी हुँदो रहेछ भनेर यसो विचार गर्न नि मन थियो। ठिकै भयो आज म बाइकिङमा आएर। अहिले चाहिँ गाला अलिअलि चिसो चिसो भइरहेछ बाइक चलाउँदाखेरि, तर त्योभन्दा अरू त त्यस्तो केही पनि छैन, राम्रै भइरहेछ। गजब छ। खासै धेरै मान्छेहरू हुँदैनन् युजुअली ट्रेलहरूमा, तर पार्कहरूमा चाहिँ अमेरिकामा स्पेसली म बसेको 2वटा स्टेट्सहरूमा चाहिँ मान्छेहरू देखिहाल्ने, अलिकति तातो भयो कि देखिहाल्ने, घरभित्र गुम्सेर बसिरहेका हुन्छन्। अनि जुन दिन वेदर राम्रो हुन्छ त्यो दिन चाहिँ पार्कमा टन्न मान्छेहरू देखिहाल्ने।